फाइनली आइपुगेरै छोडियो फाइनली आइपुगेरै छोडियो के छ कुमार भाइ राइडर भाइ यहाँ चाहिँ टक्कसँगले घरबाट खानासाना मिठा मिठा चिजहरू ल्याएर फ्यामिलीसँगले बसेर खाने ठाउँ पनि हुन्छ। यसलाई भन्छ डुडेहाल है, एकदम बबाल धेरै पहिलेदेखिको। यहाँ काट्नु हुँदैछ दाजुले। आउँछौँ भनेपछि आउँछौँ कहाँ हामी आउँछौँ भनेपछि आउँछौँ त नि हामी कहाँ त अल्छाएर तरो यस्तो हेर्नु त ल टाइम कति हो भाइ भनिदेऊ त 4 बज्यो अनि यति राति पनि आउँछु भनेपछि आउँछौँ क्या। अल्छीहरूको हुन्छ क्या बाना भोलि पर्सि हाम्रो त अब कुनै दिन है कुमार भाइ कुनै दिन आउनुपर्छ। यति राम्रो ठाउँ छ हेर्नुहोस् त ल, यति राम्रो ठाउँ छ। अब कुनै दिन आउनुपर्छ फ्यामिलीसँग दामीसँगले क्या भाइ। टुर हान्दै दामी छ बाटो पनि उयो बाटो होइन, तपाईँहरूलाई म देखाउँछु। ओके यहाँनिर कमलको फुलहरू थियो, कमलको फुलहरू उयो भयो त यहाँ नाउ पनि हुने गर्थ्यो। त्यो नाउ चाहिँ यहाँ छ जुन एकदम पहिलेदेखिको धेरै फेमस ठाउँ छ। अहिले किन टुरिस्टहरू यता भिजिट गर्नु यो गरेको होइन, कम गरेको होइन, आउने बाटो यही हो होइन। नाउहरू हुने गर्थ्यो, एकदम राम्रो ठाउँ थियो, पिसफुल ठाउँ थियो। कहाँ सुकुनभरि सुकुन मिल्थ्यो। धेरै पुरानो हाम्रो बाउ बाजेहरूको पालोदेखिको सबको रुखहरू छ यहाँ। जुन देख्नुहुन्छ भने यहाँनिर यहाँ हाम्रो चौकेदार दाजुहरूले मौरीको डुडोहरू ठाउँ ठाउँमा राखिदिनु भएको एकदम राम्रो होइन। चौकीदार दाईहरू एकदम धेरै राम्रो ठाउँ छ यहाँ। चौकीदार दाईहरू पनि एकदम राम्रो छ। उता मास्तिर पनि के बनाएको छ आई डोन्ट नो होइन। अनि जे होस् अब कुनै बेला आएको बेलामा तपाईँहरूलाई पनि भ्लग देखाउने नै छौँ होइन। अनि त्यसबारे श्री जलकन्या पोखरीमा हालेको छौँ। यसको नाम त अहिले श्री जलकन्या रहेछ नि, श्री जलकन्या पोखरी। ठिक छ यति एकदम यो काठहरू चाहिँ सबै अब के गर्नु लागेको तस्करी होइन, यो सबै रहन्छ हाम्रो यो वन उपभोक्तामा होइन। एकदमसँगले यहाँनिर सिकुटे खाजा पकाएर खाने अनि सेका बनाएर खाँदै काम गर्दै। 1 गते आज जाडामा ठिक्क भयो मलाई। आमामा कति दामी यतिको जुनपर्छ। पानी पनि यहाँ प्रस्दै छ। खानासाना ल्याएर यहाँ सदुपयोगसँगले गर भने खानासाना सबै पिकनिक खाएर 4 जति यसरी समेट्दियो भने पनि एकदम राम्रो हुन्छ। यहाँनिर चाहिँ यो वेस्ट यो दाउरा पनि किलो हिसाबले पछि बेच्दा हुन्छ होला, त्यस्तै टाइपको हुन्छ यहाँनिर किलो हिसाबले। नभए अब दाउरा खोलाउँदाखेरि भारी टाइपको थुप्रो हुन्छ, त्यो छानिकन लग्नुपर्ने हुन्छ जुन उपभोक्तामा बसेको मान्छेहरू। यहाँ चाहिँ पानी छ, पानी पनि यहाँनिर पुरै यो पानी जरो पानी हो। एक त यो पानी यस्तो राम्रो छ नि, एकताल खाएर देखाइदिनु पर्यो। कस्तो चिसो, कस्तो फ्रेस, कस्तो मिठो पानी यार। त्यो बजारतिर बसेर आमा त्यो ड्रमको कुन रुखदेखि कुहेर पानी खाएर यो पानी त के अमृत जस्तो छ त नि, अमृत। एकदम दामी भाइ, उपर बसिरहेको रहेछ।
यताबाट जाँदा पनि हुन्छ, यतातिरबाट जाँदा पनि तलसम्म जाने ठाउँ छ होइन, घुम्ने ठाउँहरू जोस् दामी छ। फ्यामिलीसँग आउनुहोस् या गर्लफ्रेन्ड कपाल बनेर आउनु हुँदाखेरि पनि हुन्छ, जस डेट सेट बस्दाखेरि पनि एकदम पिसफुल ठाउँ छ होइन। पहिले धेरै चर्चामा आएको थियो हो, अहिले त मान्छेहरू नि अडियन्स मान्छेहरू टुरिस्टहरू नि पोर कम भएछ यहाँनिर, धेरै कम। त्यो कम भएर पनि होला बोट पनि निकालिदिएको। यो बोट त आज न्यु इयरको दिन त निकाल्नु पर्छ यार। म आज धेरै ठाउँ घुमेँ हौ, ओसो के अरे ओसो जानु पर्यो भनेको ओसो क्यान्सल भयो, हरियालीतिर गएँ। मेन कुरो त मेरो आँखा चेउको लागि म क्याम्प गएँ, क्याम्प बसेँ, अनि त्यसपछि क्याम्पमै नभएको पनि 3-4 घन्टा जति बस्नु पऱ्यो। के दबाई लगाइदिएको थियो यहाँ आँखामा, के दबाई लगाइदिएको थियो आमामा, 3-4 घन्टाको डोज भाइ, त्यतिखेरसम्म ब्लर हुन्छ भन्दै थियो। मैले अब लगाइदिन्छु, अनि आधा घन्टा जति यस्तो आँखा चिम गरिकन बसेँ। त्यहीँनिर 40 मिनट जति निदाइ गएछु क्याम्पमै, अनि त्यसपछि क्याम्पमै 40 मिनट जति सुति गएछु। अनि उठिकन डक्टरलाई देखाएँ। भरे डक्टरले त माइक्रोस्कोप हो कि खै के हुँदो रहेछ, त्यो आँखा यस्तो राखेर चेक गर्दो रहेछ। त्यो चेक गर्दाखेरि साँच्चै नै चुबेकै रहेछ क्या, त्यो मासको जुन हुन्छ नि, मैले जसरी भने त्यसरी नै चुबेकै रहेछ। त्यसको लागि दबाईहरू लेखिदियो, अनि त्यहीँनिर दबाईहरू पनि हालिदियो उनीहरूले होइन। अनि दबाईहरू हालिदिकन त्यो दबाई लगाएर अलिक कस्तो हुन्छ भन्दाखेरि घाममा निक्लिँदाखेरि त्यो कहिलेदेखि त्यो जेल बस्दा त्यो एकै ठाउँमा बस्दा गरेर त्यो घाममा निक्लिँदाखेरि कस्तो आँखा मान्छ, त्यस्तै खालको हुँदो रहेछ क्या त्यो दबाईको उयो हुन्छ नि डोज। अनि अघि बाइक म त्यहाँ भन्नुहुन्छ भने एक्लै गएको थिएँ क्याम्प, यति गाह्रो भने त्यो क्याम्पबाट घर आउँदाखेरि यस्तो आँखा पनि यस्तो चिम गर्दै हेर्छु होइन, मजाले हेर्छु होइन, केही देख्दैन। एक्सिडेन्ट हुन्छ होला भने ढुकढुक थियो, तर मैले बिस्तारै ल्याएँ, हेलमेट लगाइरहेको थिएँ होइन। अनि भोटेपुल अलिक परतिरपट्टि त्यो पुलिसले यस्तरी हेर्दै थियो, डर पनि लाग्यो, भगाउनु पर्ने भयो। तर आरामले लग्यो, आँखा पनि यस्तो तिर्नु भइरहेको थियो। बल्लैले गाउँ आइकन कुमार भाइलाई लिइकन त्यसबाट लु भाइ डुडेहाल जानुपर्छ आज 1 गते, म पनि सानो एउटा यसो भ्लग जस्तो एउटा उयो बनाउँछु, मेमोरी पनि हुन्छ भनिकन लिएर आएँ। जस कुनै दिन अब यो पछाडिको नाउ पनि राखेको हुन्छ होइन, त्यो बेलामा अनि कमलको फुल फुलेको बेलामा दामी टाइममा हामी होइन यहाँनिर त्यो बेलामा यहाँको ठाउँ फेरि अहिले यस्तोसम्म फेरि फेरिन्छ, यो ठाउँ फेरिरहेको छ, तर एकदम दामी हुन्छ क्या। अहिले त सादा छ, सिम्पल छ, तर यहाँनिर पुरै कमलको फुलहरू फुल्छ होइन जुन दिन। अनि ट्याक्कसँग त्यस बेला पनि टुरिस्टहरू पनि त्यही कमलको फुलहरू हेर्न आउँछ। हाम्रो यहाँ छ यो सिक्ती जङ्गलमा धेरै उयो छ क्या, यसलाई यो डुडेहाल त हो तर यसलाई सिक्ती जङ्गल भन्छ। पहिले यहाँनिर हाम्रो बाजे पालेको जङ्गल हो क्या यो, हाम्रो यो जङ्गलले पालेको, हाम्रो बाउ भयो, काका अङ्कल आन्टी गाउँको सबै मान्छेलाई कोइला काट्दै बेच्दै, काठ काट्दै बेच्दै त्योबाट पैसा आउँछ, त्योबाट घर खर्च गर्ने होइन। एकदमसँगले मेहनत चाहिँ गऱ्यो भने जेमा पनि हुन्छ भनेर पछिबाट बुझेपछि चाहिँ घर बनाउनेतिर कोही मिस्त्री हुनु थाल्यो, कोही खुकुरी आफ्नै कारखाना खोलो, कोही ग्रिलतिर लागे, अहिले कोही गाडी किने, कोही गाडी लाइनमा छिरे, आफ्नो उयो गर्नु छ होइन। तर त्यतिखेर काम पनि थिएन, अरू कामबाट पैसा आउँदैन थियो, गाउँमा पैसै थिएन भन्दा हुन्छ क्या, त्यस्तो सिचुएसन थियो। अनि त्यस्तो हुँदाखेरि चाहिँ गाउँको मान्छेले चाहिँ अब जुन यो सफाहरू छ सुकेकोहरू अनि लडायो, त्यसलाई आगो लगायो, अनि कोइलाहरू जुन निक्लिन्थ्यो त्यो कोइलाहरू बजारमा लगिकन जुन तामा फ्याक्ट्री, सिल्भर फ्याक्ट्री, यस्तो फ्याक्ट्रीहरूमा किन्ने, अनि जुन फलाम बनाउनेहरूले बजारतिर ठुल्ठुलो कारखाना त्यो खुकुरीहरू बनाउने कारखानाहरूमा लगेर बेच्थ्यो होइन। अनि त्यसमा उनीहरूले खुकुरी त्यो तताइकन पिट्नु पर्नेमा काम लाग्छ नि त। अनि त्यसरी कोइलाहरू बेचिकन पैसा अलिअलि आएकोले घर खर्च अनि परिवार पालिन्थ्यो। पछिबाट मान्छे बाठो भयो, अनि त्यसबाट हरेक थोकमा मान्छेहरू घुस्न थाले, पैसा अरूतिर पनि कमिन्छ भन्ने थाहा भयो। त्यसरी हुँदै फल्दिरहेछ। अनि टमाटरको
आइसकेको छौँ जाँदै पनि अलिअलि भिडियो बनाउँछु मलाई त्यो पछि जोडेर हाल्नुपर्ने हुन्छ अहिलेको लागि म काट्दैछु अब जानुपर्ने हुन्छ अहिले 5 पनि बजिसक्यो आँखा पनि यस्तो भइरहेछ नपत्ता हेर्नु त म क्याम जानै पर्ने थियो क्या म एक त गेम पनि खेल्छु होइन कोच दिएको फोटो खिच्नु पऱ्यो नि पछिको लागि अब हुन्छ मेमोरी एउटा ल गाइस अहिले झर्दै गरेको भिडियोहरू पनि अलिअलि त्यो जोड्छु होला म होइन अनि त्यसबाट घर जान्छु नानी बुढी पर्खिरहेको होला आफूले मात्रै अब न्यु इयर बनाएर पनि हुँदैन होइन अब जस मेहनत गर्दै गर भने हुन्छ रहेछ तपाईँहरूको साथ सपोर्ट भइराखोस् होइन यसरी नै अब जिन्दगीमा घाउचोटहरू त नलागोस् त भनिन्छ नि लागिहाल्छ के गर्नु र तपाईँहरूलाई म अझै अलिकति सानो क्लिप देखाउँछु है त यहाँ पनि बस्दाखेरि हुन्छ होइन यहाँ बसिकन खाँदा पनि हुन्छ होइन त्यस्तो यहाँबाट चाहिँ कस्तो राम्रो देखिँदो रहेछ क्या त्यही भएर तपाईँहरूलाई देखाएको है घाम उताबाट आउँछ सेफली ठाउँ छ एकदम पिसफुल क्या भनिन्छ नि अति रमाइलो यतातिर अम्बक सम्बक रोपेको छ यहाँको उपभोक्ताको मान्छेहरूले होइन अनि जुन भन्नुहुन्छ नि यो हेर्नुहोस् त ल यो हेर्नुहोस् कति मौरीहरू यहाँनिर उयो भइरहेको छ यहाँ हेर्नुहोस् यो यसको के भन्छ नि माटोको डिस्काउन कति मेहनती हुन्छ है कमिलाहरू मान्छेहरू पनि कास त्यस्तो भयो हुन्छ यहाँनिर पनि एउटा तर यति साह्रो गरी चाहिँ जङ्गल चाहिँ पुरै नमास्नु पर्छ यार उता पनि ठुलो रुख लडाएको रहेछ हेर्नुहोस् त ल किन यस्तो गरेको यार भ्रष्टाचार नगरौँ यार भ्रष्टाचार होइन है नगरौँ है अब भयो है शेरबहादुर केपीले धुरुक्क रुवाएको देशलाई अरूले पनि रुवाउनु नखोज्नुहोस् होइन यताको पनि बाटो बनिन्छ उहाँ त जग्गा नै बनाएको रहेछ यो किन हो यस्तो होइन पुरै जग्गा नै बनाएको रहेछ पुरै यहाँ पनि कि अलिकति लम्बाउनुको लागि हो कि जुन भन्नुहुन्छ नि उहाँ माथि छ एउटा होइन यहाँ माथि एउटा उयो अहिले म देखाउँछु निलो टिन भएकोमा होइन त्यहाँनिर होला सायद काठहरू काट्दै राखेकोहरू होला होइन यो किन यसरी काटेर यस्तो गरिरहेको छ यो उपभोक्तालाई फाइदाको लागि पनि हुनसक्छ होइन एक त अब नेगेटिभमा र पोजिटिभमा जाँदाखेरि के होला त्यो त मलाई थाहा छैन बाटो भएर यसमा बोल्नु यो चाहिँ सरासर रङ पनि हो होइन मिस्टेक पनि हो होइन तर प्रकृतिलाई यसरी हार्म चाहिँ नहोस् कति ठुल्ठुलो हेर्नुहोस् त हाम्रो बाजे बोजूहरू भन्दा पनि पुरानो रुखहरू कसरी काटिएको छ हेर्नुहोस् त ल हेर्नु त यो कति पुरानो होला लगभग यो रुखहरू भन्दा पनि यो मेरो बाइक भएको रुख भन्दा पनि यो बुढो होला अब सायद यस्तै हो भने यसरी नै रुख लडाउनु भने यिनीहरू पनि रहँदैन अब यति सिधा यतिर हाम्रो यो त नलडाउँछ यार कति राम्रो छ त्यो रुखहरू भन्दा त्यसरी नै अरूले भन्थ्यो होला त्यसरी लडायो त्यसरी नगरौँ न यार हुनु त यो ठाउँ धेरै उयो छ कि मान्छेहरू आवाज उठामे यार प्रकृतिलाई यसरी हार्म हुनु नदिन् पछि गएर यो अक्सिजन नहुने देश नहोस् होइन अझै हर्क साम्बाङ जस्तो एउटा मोटिभेसनल एउटा अरू पनि बनिदिउँ एकजनाले मात्रै देश बन्दैन सबैजना मिलिचुली गर भने अवश्य भन्छ ल यति भन्दै आज अब हामी अब टकसनले भाइ हामीले जे जति सोचेर आएको थियौँ भइगयो होइन अहिले तल भेटौँ है त